हामी यतिखेर पाँचौं हुने सांस्कृतिक महोत्सव खुला प्रतियोगिता 2082 को यो समुद्घाटन कार्यक्रममा सारिक भइराखेका छौं। सबै विभिन्न आफ्नो व्यस्तताका बावजुद पनि गणतन्त्र नेपालको जुन खालको यो 103 थुप्रो 2 मेगाहर्ज तपाईहरुले विभिन्न कुना केन्द्रहरुमा सुनिरहनु भएको छ। सबैलाई फेरि पनि तपाईहरुलाई छुदै निम्तो गर्न चाहन्छौं र हुने महोत्सव 2082 को हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छौं। र यतिखेर हामी औपचारिक रूपमा कार्यक्रमलाई समुद्घाटन गर्ने सम्बन्ध गरिराखेका छौं। तसर्थ विशेष गरी हाम्रो खुने हाम्रो पहिचान मौलिक कला संस्कृतिको जगेर्ना हाम्रो अभियान भन्ने मूल नाराका साथ पाँचौं हुने सांस्कृतिक महोत्सव खुला प्रतियोगिता 2082 को औपचारिक रूपमा ब्यानर परेर कार्यक्रमको उद्घाटन गर्नको लागि म आजका यस कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका माननीय सभामुख श्रद्धेय श्री तुलाराम खर्ती मगरज्यूलाई आजको महोत्सव सांस्कृतिक महोत्सवको समुद्घाटन गरिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। सांस्कृतिक महोत्सव खुला प्रतियोगिता 2082 उद्घाटन समारोह सुचारू भएको जानकारी गराउँछु। त्यसैगरी यो विशेष गरी प्रकृति पूजकहरूको एउटा महोत्सव भएको कारणले गर्दा हामी तल फर्किँदा गएर प्रमुख अतिथि विशेष अतिथिज्यूहरूबाट सबको अचित्त फालेर धुपहरू चढाएर यसलाई चाहिँ उद्घाटन गर्ने हामीले तय गरेका छौँ। तसर्थ कार्यक्रमका प्रमुख अतिथि विशेष अतिथिज्यूहरूलाई फर्किँदा गएर अचित्त धुपसहित औपचारिक रूपमा